यदि तपाईँलाई तपाईँको कुनै पनि इच्छा पुरा गर्नु छ वा कुनै पनि लक्ष्य प्राप्त गर्नु छ भने तपाईँले सबैभन्दा पहिला गर्नुपर्ने काम भनेकै तपाईँ बहिरो हुन सिक्नुपर्छ। यसको एउटा कथा म भन्छु है त। एउटा भ्यागुतो रहेछ जुन चाहिँ एउटा रुखको टुप्पोमा पुग्छु भनेर सोचेछ। उसले त्यो कुरा आफ्नो साथीहरू कसैलाई सुनाएछ। सबैले "तँ कहाँ सक्नु, यो रुखको टुप्पोमा पुग्नै सक्दैनस्" भनेछन्। तर ऊ चाहिँ रुखको टुप्पोमा पुग्नको लागि फेदबाट अब स्टार्ट गर्यो। ऊ चाहिँ अगाडि बढिरह्यो। तलबाट उसका आफन्त, आफ्ना साथीभाइ या त उसको बारेमा नराम्रो सोच्ने मान्छेहरू जो छन् उनीहरूले चाहिँ "तैँले यो गर्नै सक्दैनस्, तँ पुग्नै सक्दैनस्" भन्दै भनिरहेका थिए। तर पनि भ्यागुतो अगाडि बढ्यो र लास्टमा रुखको टुप्पोमा पुगेरै छोड्यो। पछि भ्यागुताहरूले सल्लाह गरेछन्, "यो कसरी पुग्यो त? यसरी हामी जान सक्दैनौँ भने यो कसरी पुग्यो त?" भन्दा पछि थाहा भयो कि त्यो भ्यागुता त बहिरो रहेछ। उसले त मान्छेहरूले भनेको कुराहरू केही सुनेको पनि नरहेछ। ऊ जाँदाखेरि जब तल हेर्थ्यो सबैले "तैँले गर्न सक्दैनस्" भनेको कुरालाई उसले त आफूलाई हौसला दिए जस्तो मान्दो रहेछ र जति अगाडि बढ्यो एक दिन ऊ सफल भएरै छोड्यो। त्यसैले हामी पनि आफूले केही कुरा प्राप्त गर्न केही लक्ष्य लिएका छौँ भने त्यो पुरा गर्नको लागि यसको उसको कसैको पनि कुरा नसुनेर अगाडि आफ्नो लक्ष्यमा बढिरह्यौँ भने चाहिँ एक दिन सफलता चाहिँ अवश्य पाउन सकिन्छ। तिनीहरूलाई हामीले जवाफ दिन जरुरी नै होइन। समय र हाम्रो सफलताले उनीहरूलाई एक दिन अवश्य जवाफ दिनेछ।